आज हामी तालतले आएको छौँ अनि यहाँ चाहिँ टिकटक बनाउने कार्यक्रम चल्दैछ। यहाँ अब खानेकुराको बन्दोबस्त हुँदैछ। यहाँ कोही मान्छे सुतिँदैछ, कोही मान्छे यहाँ मसँग उफ्रिँदैछ। सानी यहीँ छिन्। न्याम 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 गर्दै खाइँदैछ। साथीहरू देख्न सक्नुहुन्छ यहाँ कस्तो राम्रो सिन छ होइन। हामी चाहिँ यहाँनिर बसिरहेको छौँ। यहाँनिर मेरो बहिनी छिन्, हाँस्दै छिन्। सो साथीहरू पापै भइहाल्यो नि मेरो त टिकटक बनाइदिने हुँदाखेरि। यहाँ हेर्नुहोस् न कुरो लागेर के गर्नु नि। अब यो कहिले जान्छ मामुलाई अब घरमा गर्नु भन्नुपर्छ। साने हेलो नानी अघिको त भएन हौ। भएन फेरि बनाइ चाहिँ अलिक अँध्यारो आएछ। सानी अलिक ओरेबाट खिच्छ कि पछाडि ओरेबाट खिच्छ अनि ओरे। साथीहरू मैले पनि एउटा टिकटक बनाएर भ्याएँ अनि यहाँ आएको छु। फेरि हाम्रो उहाँ कार्यक्रम चल्दैछ टिकटक बनाउने होइन। हजुर यता आउनुहुन्छ, उहाँ चल्दैछ मजाले टिकटक बनाउने कार्यक्रम। यहाँ मेरो भ्लग बनाउने कार्यक्रम चल्दैछ अनि यहाँ कोही सुतिँदैछ, कोही बसिँदैछ, कोही उठिँदैछ। त्यहाँ मान्छेहरू बोटिङ गर्दै रहेछन्। हामी पनि गर्नुपर्छ अहिले। हामीले पनि बोटिङ गरेको क्लिप हाल्छु म होइन। ठाउँ चाहिँ राम्रो हो यो। एक मुठीको ज्याकेट किन्दैन जाडो बनाउने खालको किन्दैन। सो साथीहरू यहाँ अब खानाको भण्डारा छ। अहिले पो झन् गर्ने भयो क्या। खानाको भण्डारा चाहिँ गजबको छ। यहाँ खाने मान्छेहरू पनि गजबकै छौँ। ल भएर ल बस उयो प्लेट चालु गरेर खानु। हेलो कुकुर, के छ हाल खबर? हाई। अर्को कुकुर पनि हेलो, के छ? सानी भाइ सुजु तपाईँले पेपर ल्याउनु भएको थियो? के को पेपर? पुस्ने टिस्यु पेपर तर के कपडा बोकेन। उता बुनुलाई तारी बुनुलाई पर्छ है। खानको खबर भयो होइन। खाने कार्यक्रम चल्दैछ। अब घरमै हुनु। हजुर कहाँबाट हावा आएको सबैलाई खोल त्यो खोलेर चाबी कहाँ राखेर बिर्सेँ। चाबी कहाँ राखेर भन्नुभयो बिर्सेँ त्यहाँ छ कि त्यहाँ खोल्नु न भने डुप्पा होइन नि फेरि छेउतिर नजाऊ। आएर बस्नुहुन्छ नि एकछिन बोला नि त नि फोटो खिच्नु। आएर बस्नुहुन्छ नि दमादम खाइँदैछ। स्याउ राख्दै म जहिले चक्को ल बाहिर बसेर गर्नु नि त। त्यही अगाडि गेटमा गयो ट्विट गर्नु पछाडिको गेटमा बस्नु ल। पछाडिको गेट तिमी चाहिँ कहिले भयो भ्लगर? एकछिन बोला नि त नि फोटो खिच्नु। आएर बस्नुहुन्छ नि दमादम खाइँदैछ। स्याउ राख्दै म जहिले चक्को ल बाहिर बसेर गर्नु नि त। त्यही अगाडि गेटमा गयो ट्विट गर्नु पछाडिको गेटमा बस्नु ल। पछाडिको गेट तिमी चाहिँ कहिले भयो भ्लगर?
सो साथीहरू अब हाम्रो यो फाउन्टेनमा फोटो खिच्ने भनेर एकछिन छ होइन भेटौँला भयो आउन त म एक्लै खिच्नु पहिले सिङ्गल खिच्नु न एउटा पनि अनि हामी खिच्नुमा 3 सारा खिच्न लाउँला लाइसो साथीहरू मैले अहिले भर्खर देखेँ कस्तो राम्रो हाँसहरू होइन लहरै पारेर हिँडेको अब साथीहरू म यहाँ जिम गर्न आँटेको मचक गरेर जिम गर्दैछु होइन यसमा पनि जिम गरौँ हाल्छु भनेर सोचिरहेको छु अहिले यहाँ हुत्याइदियो भने चाहिँ दसैँ लागेको पक्नै अब घोडा आउँदैछ घोडा पारेर पछाडिको खुट्टाले हान्छ है माइजू घोडा पछाडिको खुट्टाले ल घोडा बाई बाई घोडा बाई बाई देखाइसकेँ हजुरहरूलाई फाउन्टेन होइन फाउन्टेन यी मेरो सानो मैया कुदा सानो मैया के भयो अनि यहाँ पछाडि यहाँ पछाडि सरले फोन गरिरहेको थियो बिरामी भएर घरमा रेस्ट गरिरहेको थियो भन्दै के गर्नु यहाँ माछा पनि छ हो अहिले छ खै उसकुजमी धेरै अघिको कार्टुन बोक्नु पर्थ्यो सबै फ्याल्यो त फ्याल्यो होला नि मैले मात्र हामी यहाँ अब बोटिङ गर्नेतिर जाँदैछौँ होइन कस्तो राम्रो छ हरियाली नै हरियाली होइन त्यहाँ एउटा ठाउँ छ कस्तो राम्रो ठाउँ छ त्यो त्यहाँनिर चाहिँ अब हाम्रो मामुहरूको फोटो सेसन पनि हुन्छ त्यो मलाई थाहा भएकै कुरा हो होइन त्यहाँनिर हाम्रो फोटो सेसन हुन्छ म पनि यसो भयो भने एक दुईवटा फोटो खिचिहाल्ने हो होइन अनि त्यस पछाडि हामी बोटिङतर्फ लाग्छौँ बोटिङ गर्दैको पनि म हजुरहरूलाई भिडियो यो भ्लगमा हाल्छु अनि यहाँ फुच्चाफुच्चीहरू चाहिँ कुदेका कुदैछन् कस्तो राम्रो छ हेरिसोस् न एकचोटि कस्तो राम्रो मतलब त्यस्तो राम्रो पनि छैन यो ठाउँ अनुसारले त राम्रै हो यो ठाउँ अनुसारले त राम्रै हो होइन गाइस सो यहाँ बोर्ड देख्न सकिन्छ हामी कहाँ आएको छौँ भनेर कस्तो राम्रो दृश्य छ अति के पो भन्छ अति के दृश्य भन्छ नि अति उत्तम यहाँ यस्तो भइरहेको छ यहाँ
मेरो पछाडिको भ्यू हेर्न सकिन्छ। आजै लगाएको आजै च्यात्यो। कहिले अस्ति मैले कोट सेट लगाएको थिएँ नि माइजूकोबाट मामाकोबाट लगाएर गएको घरमा जाँदा च्यात्यो। सो गाइज आजको भ्लग यति नै। फेरि हजुरहरूसँग अर्को भ्लगमा भेटौँला। सो बाई बाई।